क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले हिजो मात्र पुरुष टोली र महिला टोली बीचको कन्ट्याक्ट लिस्ट सार्वजनिक गरेको छ। पुरुषतर्फ 5 वटा क्याटेगोरीमा विभाजन गरिएको छ भने महिलाहरूलाई 4 क्याटेगोरीमा विभाजन गरिएको छ। अब कुरा गरौँ पुरुषतर्फ। पुरुषतर्फ क्याटेगोरी A+ मा कप्तान रोहित पौडेल, दिपेन्द्र सिंह एरी र सन्दीप लामिछाने पर्न सफल भएका छन्। त्यस्तै क्याटेगोरी A मा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी पर्न सफल भएका छन्। क्याटेगोरी B तर्फ आरिफ शेख, भीम सार्की, गुलसन झा, ललित राजवंशी र नन्दन यादव पर्न सफल भएका छन्। क्याटेगोरी C तर्फ अनिल शाह, अर्जुन कुमाल, बासिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, ईशान पाण्डे, कुशल मल्ल, लोकेश बाम, साब आलम, शेर मल्ल र सन्दीप जोरा पर्न सफल भएका छन्। त्यस्तै डेभलपमेन्टतर्फ अर्जुन घरती, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सराफ, राशिद खान, सन्तोष यादव, टिटराज दास, युवराज खत्री, सागर ढकाल र प्रतीश जीसी पर्न सफल भएका छन्। अब महिलातर्फको कुरा गरौँ। महिलातर्फ क्याटेगोरी A मा कप्तान इन्दु वर्मा, पूजा महतो, रुबिना छेत्री र सीता राणा मगर पर्न सफल भएका छन्। क्याटेगोरी B मा कविता कुँवर, मनिषा उपाध्याय, सम्झना खड्का पर्न सफल भएका छन्। त्यस्तै क्याटेगोरी C तर्फ बिन्दु रावल, कविता जोशी, रिया शर्मा र रुबी पोदार पर्न सफल भएका छन्। त्यस्तै डेभलपमेन्टतर्फ अनु कडायत, अस्मिना कर्मचार्य, ईश्वरी विष्ट, काजल श्रेष्ठ, लक्ष्मी साउद, ममता चौधरी, रचना चौधरी, रोमा थापा, सावित्री धामी, साना परबिन, सिमाना केसी, सोनी पाखरिन, सुमन विष्ट र यशोदा विष्ट पर्न सफल भएका छन्।